अनि यो चाहिँ मेरो चाहिँ सेकेन्ड क्याम्प वाइल्ड पेज Please pardon me. Apple. I'm enjoying with you. She likes someone else. Terika. What up guys, welcome back to my channel. It's Laskar G10 अनि आज चाहिँ हामी क्याम्पिङ जान लाग्यो अनि आज क्याम्पिङ जाने भनेको लेट पनि भइसक्यो है अलवेज लाइक अलवेज लेट भइरहेको हुन्छ हामीहरू अनि अहिले चाहिँ हामी एउटा चुम्पुई भन्ने क्याम्प साइट जान लाग्यो क्याम्पिङ गर्न अहिले चाहिँ हामी अब यस्तो मासु सासु किनेर अनि सामानहरू अलमोस्ट रेडी भइसक्यो होइन भाइको झोला अनि तिम्रो पनि देखाइदेऊ न त मान्छेभन्दा ठुलो झोला बोकेछ हौ त्यही हो के भयो ला ढाड सर्क्यो यार ढाड सर्क्यो ढाड मेरो कुर्सीले हल्का घुच्यो क्या आमा हङकङलाई बिजीलाई त्योहरू चाहिँ अहिले हल्का फ्री टाइम हुने बित्तिकै अहिले क्याम्पिङ चलिदिएको अनि हामी चाहिँ 1 नाइट मात्र बस्छ होला 1 नाइट बस्छ कि 2 नाइट बस्छ हेरौँ होइन त्यही हो कस्तो हुन्छ म तपाईँहरू देखाउँछु है त यहाँ चाहिँ के भएछ हो यस्तो एम्पल साइज रहेछ अलिक ठुलै भयो जस्तो छ यहाँनिर होइन त आम्मा ठुलै भयो त ल दाइ धेरै भइरहेछ यहाँ त्यही अगाडि भनेको हिँडेन होला म त यो साइड चाहिँ हिँड्ने होला म अब के छ हौ झोलाभित्र सेटअप हुँदैछ है त चामल गाइस टेन्ट पनि बन्यो होइन भित्र चाहिँ गएको छ अरे हावाले यो टेन्ट चाहिँ अब 3 जना सुत्नेको टेन्ट हो यो चाहिँ 3 जना मान्छे सुत्न मिल्छ यो टेन्टमा होइन त्यही दुईवटा टेन्ट लिएर आउने भन्नु थियो तर फेरि अलिकति धेरै भारी हुन्छ धेरै साउन्ड हुन्छ भनेर बरु एउटै टेन्ट ठुलोवाला लिएर आएर एउटामै सबैजना भन्यो बेडसिट भयो सबैको स्लिपिङ ब्याग छँदैछ स्लिपिङ ब्याग अनि यहाँ चाहिँ हल्का चिकन विङ्स मासु बिफ के मासुहरू छ अनि यो चाहिँ हाम्रो बिफ स्पट अनि त्यही हो गाइस अहिले चाहिँ हामी माथि हल्का सबै त्यो टेन्सन गरेर क्याम्प फायर गरेर राखिरहेको छ दाइले चाहिँ माथि आगो बालिरहेको छ अनि म र रोहन चाहिँ अहिले यस्तो बाहिर हिँड आइरहेको छ के छ भन्दै यहाँ त वासरुम पनि रहेछ वासरुम पनि राम्रै छ क्लिनै छ अनि वासरुमको छेउमै अनि भेन्डिङ मेसिन रहेछ अन द साइड अनि यस्तो तिर्खा आए पनि यहाँ आएर किन्ने नै हुन्छ होइन त्यही यहाँ चाहिँ अलिकति फेसिलिटी चाहिँ रहेछ है वासरुम यहीँ छ ड्रिङ्क्स यहीँ छ अनि हामी बसेको टेन्ट चाहिँ यहीँ हो कहाँ अरे ऊ त्यो व्हाइट कलरको हो त्यही हो त्यहीँ आयो सुट्टो झऱ्यो वासरुम यहीँ भेन्डिङ मेसिन यहीँ अनि सिङ्क पनि यहाँ रहेछ हात धुने ठाउँ हो हात साथ धोयो त्यही हो अनि यहाँ चाहिँ अहिलेको हाम्रो अगाडिको भ्यूहरू यस्तो चाहिँ पुरै रुखले बिचमा मान्छेहरू पनि खासै छैन
यो ठाउँमा तपाईँहरू आउने बेला चाहिँ यस्तो गाडीहरूमा आए नि हुन्छ होइन। तर ठुलो बसमा चाहिँ किन मलाई थाहा छैन बिग बसहरू। हामी चाहिँ उबरमा आएको के अरे ट्याक्सी नि स्योर आउँछ यो ठाउँ। यदि तपाईँहरू त्यो ठाउँमा आयो भने चाहिँ यस्तो हुन्छ है बाटो चाहिँ टक्क त्यहाँबाट आउँछ त्यहाँ सिधा आउँछ नि सिधा आएपछि ठ्याक्कै यहीँ छोडिदिन्छ है। यो ठाउँमा चाहिँ चुङपुई क्याम्प साइड भन्छ चुङपुई वरेभर चुङपुई क्याम्प साइड भन्छ ठ्याक्क गाडी यहीँ रोकिन्छ अनि यही हो क्याम्प साइड सबै। यहीँ अब आफूले ठाउँ हेरेर रोज्ने हामीले चाहिँ उता परतिर राखेको छ त्यहाँबाट इजी पनि हुन्छ नि त वासरुमहरू फेसिलिटी वाटर सिङ्क ह्यान्ड वास सबैको सजिलो छ नि त। त्यही भएर हामीले नजिकै बसेको कोही कोही अब माथि जानु मन छ माथि गइ हुन्छ तर हामीलाई चाहिँ यही अलिकति सजिलो हुन्छ इजी एक्सेस त्यही भएर हामी यहीँ बसेको। अनि यो ठाउँको अलिकति यो बाहिरको इन्भाइरोमेन्टहरू यस्तो छ पुरै रुख होइन अलि नेचर भाइब छ यतातिर चाहिँ जस रोडकै छेउमै छ यो ठाउँ बार्बिक्यूको लागि मात्र बिबिक्यू क्याम्पिङ गर्न पाउँदैन नो क्याम्पिङ लिएको छ। र तर हामीले यहीँ टेन्ट गाडेको कस्तो दामी देखेको ठाउँ ट्याक्कै यहाँ टेन्ट राखेर अनि अन द साइड यहीँ बसेर अनि यहाँ मासु पोलेर अनि यस्तो अगाडिको भ्यू यस्तो दामी थियो एज यु क्यान सी। वाह यस्तो छ यस्तो छ। अनि यसको अगाडि नै क्याम्पिङ स्पट यहाँ चाहिँ यस्तो छ यो ठाउँ चाहिँ त्यो हलै रहेछ अगाडिको भ्यू पोइन्टहरू। ल गाइस अहिले हामी चाहिँ मुनि आइपुग्यो होइन। मुनि चाहिँ अलिकति डिफ्रेन्ट भाइब्स रहेछ यतातिर ढुङ्गासुङ्गा होइन के रहेछ बाहिर पछाडि देख्नु हुनसक्छ तपाईँले पुरै पारी होइन छँदैछ राम्रै छ यहाँको भ्यू पनि होइन त्यति साह्रो उस्तो छैन। त्यहाँको अनि त्यसको त्यहाँको अगाडि साइड चाहिँ पुरा क्याम्पिङ साइड रहेछ यता चाहिँ यस्तो अलिकति जाडो भयो भने पनि यहाँनिर होइन यसो घाम ताप्नु आउँदा पनि हुन्छ घाम ताप्दा नि हुन्छ होइन रमाइलो छ हल्का छ त्यति साह्रो गर्मी पनि छैन त्यही भएर मैले हाफ प्यान्ट लगाएर आएको छु तर मैले फुल प्यान्ट पनि लिएर आएको छु तर त्यसो भरे चाहिँ अलिक जाडो हुन्छ भनेर लाउँछु। अहिले चाहिँ गर्मी नै छ अलिक घाम मजाले लागेको छ नि त अहिले मजाले घाम लागेको छ। मलाई खाएर टन्न भएर बसिरहेको ल टन्न भएर बस्छु भाइ हो ल बिस्तारै कुकिङ हुँदैछ। अहिले चाहिँ हामी चाहिँ एसएस खेलेर खाएर हल्का उस गरेर चाहिँ अब चाहिँ हामी अब रातिको लागि प्रिपेरेसन गर्न थालेको है। क्याम्पफायरको लागि यहाँ कोइल सोइल छँदै छ होइन अनि हल्का अहिले चाहिँ हामी टक्क बसेर यस्तो आगो ताप्दै होइन बसिरहेको अहिलेको टाइम चाहिँ 5:30 भइसकेको छ। अब बिस्तारै अड्याएर हुन्छ चाहिँ टिकै गफ गर्दै होइन चिलमा। अनि यो चाहिँ मेरो चाहिँ सेकेन्ड क्याम्पिङ हो है अहिले चाहिँ यो मेरो चाहिँ सेकेन्ड क्याम्पिङ हो। फर्स्ट क्याम्पिङ चाहिँ मेरो ग्रास आइल्यान्डमा भएको थियो अनि यो चाहिँ मेरो सेकेन्ड क्याम्पिङ चाहिँ चुङपुईमा भयो। तिम्रो कति भयो ब्रो क्याम्पिङ? 4-5 भयो होला हौ 4-5 क्याम्पिङ भइसक्यो तिम्रो? त्योभन्दा बढी भयो कि त्यो पनि थाहा छैन भन्नु त भयो तर अब एटलिस्ट भइसक्यो भइसक्यो ल। अनि हाम्रो दाइको कति हो दाइ क्याम्पिङ? धेरैचोटि भइसक्यो 6-7 छ हेरे फेरि के 6-7 चोटि हो कि 4-5 चोटि भयो 4-5 उसको दाइको चाहिँ यो एरेन्जमेन्ट चाहिँ फेरि दुईजनाले गरेको मैले चाहिँ केही गरेको छैन म त स्लिपिङ ब्याग मात्रै लिएर आएँ अनि हल्का मेरो आफ्नो पर्सनल केयरहरू अनि यो बिबिक्यूको यो भाडा सारा एभ्रिथिङ हाम्रो दुईजना मान्छेले हाम्रो यहाँ सोनम दाई लिएर हाम्रो रोहन सर दुईजनाले गरेको त्यही भएर धेरै धेरै मुरी धन्यवाद है त। ल तिमीलाई पनि धन्यवाद। अघि चाहिँ हामीले रोटी सोटी खाएर चाहिँ अनि हल्का मासु सासु खाएर बसेर फेरि हल्का चेस गेम खेलेको चेस गेम खेल्दा अहिले टाइम पनि डिनरको टाइम पनि हुन थालेको छ राति हुन थालिसक्यो अनि अहिले चाहिँ हामी एकछिन आगो ताप्दै एकछिनमा खानासाना बनाएर बिउकी गरेर खाएर बस्छौँ है त। तेलहरू अनि यहाँ चाहिँ बिस्किट टिस्यु मासु छ अनि के के यहाँ पनि मासु यहाँ चाहिँ हल्का अचार यहाँ चाहिँ हल्का उस्की तर म चाहिँ खाँदैन से नोट अल्कोहल अनि यहाँ चिया Let's begin, brother. Where's the cranberry, guys? Cheers to this moment. Cheers. अनि बेच जग्गा त
बे गर्नु कहिले कहिले कुरा गर्ने अहिले भने यस्तै हो खाइसक्यो नाक दिएर खै त दाइ खाइसक्यो त दाइ त उहिले सकिसके नि दाइ म चाहिँ फेरि खास नै म त क्राइमेरी जस्तै फेन्टासिन तर किन हो लस्काले खाने जस्तो लाग्थ्यो मलाई हेर्दा पनि तर किन आज फेरि होइन मैले रक्सी छोडेको धेरै भइसक्यो कि अब सिद्धार्थ गौतमको कसम खाए जस्तो लाग्छ मलाई चाहिँ खाएँ नि खाएँ मैले कसम खाएँ अब म खाँदिनँ हो सिद्धार्थ गौतम भनेको को भनेर उसलाई पनि थाहा छ होला मलाई पनि थाहा छ को भनिदेऊ न त फेरि सिद्धार्थ गौतम भनेको को भन्दाखेरि चाहिँ को भन्दाखेरि चाहिँ को गौतम बुद्ध हो है हो र हो नि थ्याङ्क्स मेरो दाइ ओइ कता गयो मेरो गिलास किन आगोमा नहाल दामी What? Danny, way careful, man. Sorry. Can we drink alcohol once again? नो Guys, हाम्रो भात पनि पाकेछ है मजाले. Yeah, brother. We already cooked our dinner for to eat or rice. I don't know. हो भाइ हो के भयो तिमीलाई यार उसलाई रक्सी दिनु भन्न हो अब Pardon me. Please pardon me. Didn't know that, but where's over her? Chimpanzee on the house, man. Cannot. No, wrong. You're wrong, brother. That thing, that's not that. It's just a myth. ओए भात निस्क्यो ओए मासुको टुक्रा निस्क्यो एकछिन मुनि हात साथ धुन पेसिस गर्न ओ फेरि झ्यापहरू के भएको सप्पल लगाओ Okay. Okay, my brother. This one? सप्पल पुष्पा र हाँस भइरहेछ रनिङ हान्दैछ गाइस अहिले हामी चाहिँ खाएर पिएर एकछिन यता मुनि झरेको रोड पारी त्यही हो अझ चाहिँ हामी इन मिडल अफ द रोड यत्तिकै हावामा हिँडिरहेको छ एकछिन हावा खान अनि एकछिनमा गइन्छ फेरि के भनेको ओ माई गड बाहुबली वान हाफ भयो त्यो त बल्ल गेट अप ब्रो तेरिका के भयो तिमी ल अहिले फेरि ब्याक टु टेन्ट होइन अब आगो सागो यस्तो भइसकेछ फेरि अब हाल्ने हो खोल्छ लाइट अनि टेन्टै देखेको छैन त यहाँ छ त्यही हो अनि यहाँ अघि फेरि भात खानु What do you mean his name? She likes someone else. Senti भयो त Senti. That's why I don't like her, no? But she said she likes you. No. ल अब चाहिँ हामी सोध्न लाग्यो है एउटा लाग्यो सामानहरू त्यहाँ होइन लाइट यो चाहिँ टेन्ट होइन तपाईँहरू नि कतै क्याम्पिङ जान लाग्छ भने 3 जना छ भने बरु एउटै टेन्ट लिएर हुन्छ एकजना त्यहाँ आउँछ एकजना यहाँ आउँछ एकजना यहाँ आउँछ
अनि स्लिपिङ ब्याग पनि यहीँ छ अनि सबै स्लिपिङ ब्याग भित्र पसिसक्यो अब मेरो चाहिँ स्लिपिङ ब्याग यहाँ छ हैन म पनि निक्लिन्छु वाइल्ड पिग कहाँबाट आयो या फेरि Yes guys, good morning guys. हिजोको नाइट चाहिँ पावर भयो हिजोको नाइट चाहिँ पुरै दुईजना घुरेर म बिचसम्म सुतेर पाट गुवा त्यस्तो भयो त्यही छ हिजो यो सुति यताउता गरेको पनि हिजोको राति चाहिँ रमाइलो अनि अब चाहिँ म उठेर अब मुखसुख धुन जान लाग्यो म नि मुखसुख धुन जान्छु आज दुईजना यहाँ सुतिरहेको छ के अरे त्यही हो म चाहिँ मुखसुख धोएर फ्रेसन अप भएर दाँत सात माझेर चिया चिया खानुपर्छ यहाँ हिजो फेरि यहाँ रोहन झ्याप भएर पुरै यो भात चाहिँ के तरिकाले बस्यो थियो हिजो यस्तो चाहिँ यो पनि भाडा मुनि गएर धोइदिनुपर्छ अहिले स्ट्यान्ड यहीँ छ चाहिँ मुनि झर्दैछु म होइन हल्का फ्रेसन अप होइन त्यही हो गाइस अनि त्यस यहाँ चाहिँ अलिक नजिक नै बसेको हामी है टक्कै यहाँ वासरुम हात सात हुने भेन्डिङ मेसिन ड्रिङ्क्सहरू यहीँ नजिकै छ त्यही हामी नजिकै नै क्याम्पिङ राखेको आफ्नो टेन्ट त्यही हो यहाँ फेरि ठुलै छ यो ठाउँ पनि होइन चुङपुई भन्ने क्याम्प साइट हो चुङपुई क्याम्प साइट त्यही हो अनि राति चाहिँ हल्का वाइल्ड पिग आउने रहेछ यहाँ पनि त्यही बी केयरफुल त्यो आइहाल्यो भने चाहिँ अलिकति रातिले सामानहरू राप्सँग गर्नु होला त्यही हो यहाँ पनि बसेको रहेछ है हामी बसेको चाहिँ वहाँ माथि छ मजाले यो भाडा लिएर होइन अब हल्का क्लिनअप त हानिदिनु पऱ्यो नि अब होइन मासु सासु भात सात सब बोकेर आइरहेको छ बिचरा दायाहरू रहने म चाहिँ खाने मात्र भइरहेको थियो तर हल्का हेल्पअप त गर्नु पऱ्यो ल हामी पनि यहाँ आइहाल्यो एकैछिनमा एक मिनट पनि लाग्दैन हो यहाँ वासरुमको यो सिङतिर आउनु पनि यहीँ छ आइपुग्यो ल यहाँ आइछ यो भाडा चाहिँ यहीँ अहिले होइन क्लिनअप हान्नुपर्छ यहाँ भेन्डिङ मेसिन चाहिँ यही हो के अरे यो भेन्डिङ मेसिन यहाँ छ होइन कोक पेन्टा के हो यहीँ चाहिँ पानी चाहिँ लिएर आउनुपर्छ पानी चाहिँ आफ्नो लिएर आयो हुन्छ यहाँ चाहिँ है पानी चाहिँ अलिकति व्यवस्था छैन त्यो पानी चाहिँ आफूले लिएर आएको ठिक हुन्छ है अब माथि जान है गाइज अब फेरि ब्याक टु माथि अनि माथि गएपछि हल्का कफी सफी बिस्कुट सिस्कुट खाएर फेरि एकछिन तल घुम्न निक्लिन्छ उनीहरू चाहिँ खोइ के गरेछ है फेरि अब उनीहरू चाहिँ के गरेछ अब उनीहरू अझै सुत्दैछ कि के गरेछ त्यसले थाहा भएन होइन ल गाइजहरू उठिसके रहेछ होइन उठ्ने बित्तिकै क्याम्प फायर हानिदिइसकेको छ ल गुड मर्निङ गाइज ल गुड मर्निङ Oh shit. Alright.
ब्रो अनि तिमी चाहिँ यहाँ लडेको थियो नि त याद छ कि छैन तिमी यहाँ लडेको लड्यो होला नि मलाई थाहा नै भएन यहाँ त लडेको उयो तल लडेको यहाँ लडेको थियो तिमी मलाई ब्ल्याट हो कहाँ लडेको याद आयो तिमीलाई नि मलाई यहाँ तल दुईचोटि लडेको छ तल पनि लडेको थियो तिमी याद छ कि यहाँ यही मुनि याद छ यहाँ यहाँ होइन उता पनि थियो स्वाट्ट पसेर पुरै यहाँ त अनि यहाँ माथि लडेको थालेन यहाँ त पुरा तिम्रो त ज्यान मुनि खुट्टा माथि थियो ब्ल्याट के भएको हिजो ज्याप भएर यार खोइ यहाँ खोइ के भयो हो यहाँ स्लिप खायो होला कि तिमी हिजो यस्तो भयो होला ब्ल्याट त यसरी टाउको चाहिँ उता खुट्टा चाहिँ यता छुट्टै छुट्टै हम्टी डम्टी स्याड भयो ल अहिले चाहिँ हामी यहाँ टक्क रोड साइडतिर आएको फेरि त्यो गाडी आयो यतातिर ए गाडी होइन पुरा साइकल आयो रहेछ हौ स्वाट खोइ हामी बसेको चाहिँ यतै माथि नै हो अब हामी चाहिँ एकछिन मुनितिर आएर के छ हेर्नुपर्छ समुद्रमा त के जानु चप्पलमा मैले फेरि चप्पलै हाल्ने बिर्सेँ कि यहाँको डक्स यो जुत्तामा म चाहिँ मजाको घाम भएको छ मुनि गएछ हौ माथि हाल्नु ओ धरै माथिको चाहिँ एउटा माथि माथि ओए अलमोस्ट ओ ल है अब अलमोस्ट डन रनले सही हाने है यो चाहिँ ओ माई गड दुईचोटि लाग्यो यार वाउ ए ठ्याक्क त्यो पनि ढल्न लाग्यो अब लास्ट एउटा ढालेर जान्ला अब है त ल अरू पनि ढल्यो लास्ट ल मेरोबाट सक्यो है ल अब फेरि हामी ब्याक टु टेन्ट हात सात धोयो अब नुडल खाने हो नुडल खाएपछि घरतिर लाग्ने है त अहिले हामी चाहिँ यहाँ ग्यासबाट चाहिँ अब नुडलको लागि रेडी गरिदियो कोइल त अझै छ कोइल त अझै यहाँ पनि छ तर अहिले नचलाएको आएर नुडलको लागि पानी रेडी रहेछ होइन चिया यहाँ चाहिँ गर्मी भयो अब चाहिँ मलाई लाग्यो यस्तो चाहिँ होइन आइरहेछ रातले कोल्टो चाहिँ यो बेला छ नि त मासु पोल्ने भनेको मासु थियो यार हिजो बङ्गोलले खाइदिए नि त होइन होइन चिकन विङ्सहरू हामीले यहीँ राखेको थियो हिजो है यहाँ माथि चढेर पनि त्यसले खानेकुरा तल झारेर अनि पुरै खाइदिएर हौ मासु सासुहरू अझै थियो त्यही भएर चाहिँ कस्तो नुडलहरू चाहिँ मैले भित्र राखेको थिएँ त्यो नुडलहरू ठिकै भयो मासुहरू सबै बाहिर राखेको थियो सबै खाइदिएँ अनि यहाँ पनि हल्का सरसफाइ भइसक्यो है सरसफाइ भएर त्यो लापसाप पनि फालिसक्यो आफू बसेको ठाउँमा चाहिँ अलिकति होइन सरसफाइ गर्नु पऱ्यो नि त के हो होइन सोनम दाइ सरसफाइ गर्नु पऱ्यो अहिले जाने बेला नि हल्का क्लिन गरेर गइन्छ हामी त्यही हो है त ल गाइज अहिले चाहिँ सबै अलमोस्ट डन हुन थालेको छ है सबै कुराहरू रेडी हुन थालिसक्यो अब चाहिँ दुईजना चाहिँ भाँडा माझ्न गइसकेको छ है भाँडा माझ्नु बिहान मैले त्यो राइस कुकर लाइक राइसको भाँडा माझ्दै थिएँ अहिले चाहिँ उनीहरूले पुरै क्लिनअप
लागि लिएर गएको छ भाडा सारा के अनि म चाहिँ हल्का अब यतातिरको सेटअप गर्न लाग्यो सेटअप भन्दा नि क्लोजअप गर्न लाग्यो सबै कुरा हैन अब हामी यहाँबाट अब यहाँबाट हामी छिटै हिँडिन्छ अझै अब आधी घन्टा पछि हिँडिन्छ यहाँबाट अहिले चाहिँ म चाहिँ के गरौँ भयो अझै हल्का हाउसकिपिङ गर्न लाग्यो हाउसकिपिङ हामीले अघि नै गरिसकेको थियौँ हैन सबैले अहिले फेरि हल्का फुल्का छ नि त अब फेरि त्यही भएर अहिले नै हल्का फुल्का गरिदिनु लाग्यो त्यही हो गाइस अनि अरू त के भन्नु म त खासै क्याम्पिङ स्याम्पिङ हिँड्ने मान्छे त होइन तर होइन आज आइपुगेँ होइन अब यो चाहिँ मेरो सेकेन्ड क्याम्पिङ हो यस राम्रै भयो हिजो लेट नाइट हल्का अलिकति ढिलैसम्म बसेँ है तर म चाहिँ रक्सी खाएन दुईजना खाएँ होइन तर म चाहिँ से नो टु अल्कोहल टाइपको पर्सन हो पहिला चाहिँ खान्थेँ तर आज हुनु मैले छोडिसकेँ त्यो खाएको त्यहाँ मैले आजभोलि मैले रक्सी खाँदैन गाइस सुद्धा साधु हो लेट्स गेट ब्याक टु क्लिनिङ है त गाइस हाउसकिपिङ गरम होला यसका क्लिन अप भइसकेको छ गाइस अब अलमोस्ट क्लिन अप भइसकेको छ होइन खासै अब त्यो कागजहरू पनि छैन त्यहाँदेखि हो अब कागज सागज भन्ने होइन त्यही हो ड्राइभर पनि भाडा सारा माझेर आइसक्यो मजाहरू क्लिन अप गरेँ ल आफू बस्ने ठाउँहरू चाहिँ हल्का क्लिन अप गर्नुपर्छ गाइस होइन क्याम्पिङ स्याम्पिङ गरेर आएपछि क्लिन त गर्नु पऱ्यो अरू मान्छे आउने बेला नि राम्रो होस् न गरेछ है भने हो र म त आएको छैन त किन मसला अब क्लोज भइसकेको छ अब हाम्रो सबैको डन भइसक्यो क्याम्पिङ आएपछि लापसाप चाहिँ आफ्नो लिएर जानु होला है फाल्नु पऱ्यो राइट ठाउँमा जहाँ पाइ त्यही फाल्नु नफाला मलाई इन्भाइरोमेन्ट क्लिन गर्नु पऱ्यो होला सबैजनाले है त गाइज अब चाहिँ हामी यहाँबाट निक्लेको है फाइनली आफ्टर वान नाइट राम्रै भयो जे होस् यताउता गरेर नि हामीले सबै क्लिन अप गरिसकेको छ है ल हाम्रो सबै क्लिन अप गरिसकेको छ है त्यो खासै फोर्सहरू त छैन होइन त्यही अब के अब जानुपर्छ पनि त्यो गाइज मेरो त सेकेन्ड टाइम हो होइन क्याम्पिङ राम्रै भयो रमाइलो भयो हिजो चाहिँ हल्का हाम्रो साथी ज्याप भएर अलिक पारा भइसकेको थियो अझै यस्तो भयो भने अलिक फ्रेसर अप भइसकेको छ ठिक छ अहिले चाहिँ अनि अब चाहिँ हामी अब घरतिर लाग्यौँ ल सक्यो है क्याम्पिङ वान नाइट चुङपुई अहिले चाहिँ हामी यहाँ मिनी बस आउने रहेछ यहाँ फेरि इन्टरनेट पनि राम्रोसँग टिप्दैन है गाइसरी यो मुनि बस्यो भने चाहिँ अलिकति इन्टरनेट टिप्छ होइन माथि क्याम्पिङ साइडतिर चाहिँ त्यति साह्रो इन्टरनेट टिप्दैन त्योहरू चाहिँ जस्तो उबर ट्याक्सीहरू बोलाउन नि मिल्दैन अब यहाँ चाहिँ हल्का टाइम कति हो बजेको टाइम हुन्छ भनेर छ अब चाहिँ यहाँ हाम्रो मिनी बस आउँछ भन्छ के अरे अनि मिनी बसले चाहिँ हामीलाई एमटिआरसम्म छोडिदिन्छ अनि एमटिआरबाट घर मिनी बस आयो अहिले चाहिँ हामी भर्खरै अब मिनी बसबाट झरेर टाइपो स्टेसनमा आइसकेको छ अब हामी टाइपो स्टेसनतिर जाँदैछौँ एमटिआरबाट कस्तो भयो त तिम्रो हिजोको नाइट क्याम्प ग्रेट भयो ज्याप भएर ओभर भयो कि तिमी त फेरि होइन यस्तो हुँदा हिजोको नाइट क्याम्प बवाल है रमाले चाहिँ पारा देखायो त्यही हो तर रमाइलो भयो यताउता गरेर नि नेक्स्ट टाइम पनि फेरि हामी जानुपर्छ राम्रै ठाउँमा जानुपर्छ अझै राम्रो के गर्नुपर्छ होइन त त्यही गर्नुपर्छ ल यस